वेलकम टु डिएनबी फिल्म्स ट्राभल डायरी। आजको ट्राभल डायरीमा संयुक्त राज्य अमेरिकाको पेन्सिल्भेनिया राज्यको पिट्सबर्ग सिटीबाट ह्यारिसबर्ग सिटीसम्मको रोड यात्राको दृश्य मेरो क्यामेरामा कैद गरेको छु। यदि यहाँहरूले यो भिडियो हेरेर मनोरञ्जन लिनुको साथै यो भिडियो मन पर्यो भने कृपया मेरो च्यानलमा गई सब्स्क्राइब बटन दबाउनुको साथै लाइक र कमेन्ट गर्नुको साथै साइडमा रहेको बेल आइकन दबाउन नभुल्नुहोला ताकि आउँदो दिनहरूमा मैले अपलोड गरेका यस्तै सुन्दर दृश्य भएको हाइवेहरूको बारेमा यहाँहरूले स्वतः जानकारी प्राप्त गर्न सक्नुहुनेछ। पिट्सबर्गबाट ह्यारिसबर्गसम्म जोड्ने यो 3 लेन्सको हाइवे 70 माइल्स पर आवर म्याक्सिमम स्पिड लिमिटमा बनेको छ। यात्राको क्रममा यहाँहरूले विभिन्न टनल हुँदै ब्रिजेस हुँदै सुन्दर सुन्दर दृश्यहरूको अवलोकन गर्दै गएको देख्न सक्नुहुनेछ। यदि यस्तै किसिमको सुन्दर सुन्दर रोड यात्राहरूको भिडियो यहाँहरूलाई मन परेमा कृपया च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र आउँदो दिनहरूमा पनि म विभिन्न सिटी अथवा विभिन्न देशमा गरिएको रोड यात्राहरूको भिडियोबारे यहाँहरू समक्ष म जानकारी दिँदै भिडियोहरू पनि अपलोड गर्नेछु। र अर्को कुरा, मेरो च्यानलमा 9800 सब्स्क्राइब पुगिसकेका छन् र यसको लागि यहाँहरू समक्ष धेरै धन्यवाद दिन चाहन्छु जसले सब्स्क्राइब गर्नुभएको छ। यदि यहाँहरूले गर्नुभएको छैन भने नि कृपया गर्नुहोला। जब 10,000 सब्स्क्राइबर पुग्छ मैले लकी ड्र मार्फत कसैलाई एउटा गिफ्ट दिने निर्णय गरेको छु। त्यो म आउँदो भिडियोहरूमा जब 10,000 सब्स्क्राइबर पुग्छ म यहाँहरू समक्ष जो कोही पनि विजेता जहीँ हुनुहुन्छ उहाँहरूसँग सम्पर्क गरेर एउटा गिफ्ट दिने योजना गरेको छु। कृपया सब्स्क्राइब गर्न नभुल्नुहोला। अहिले हामीले करिब 1 घण्टाको यात्रा तय गरिसकेको छौँ र म अहिले 80 माइल्स पर आवरको स्पिडमा गाडी चलाइरहेको छु। हुन त 70 माइल्स पर आवर म्याक्सिमम स्पिड लिमिट यो हाइवेको भए तापनि सबैजनाले 80 माइल्सभन्दा कम नकुदाएको पाइयो। त्यसैले मैले नि फलो गर्ने क्रममा अलिकति बढी स्पिडमै गइरहेको छु। र यहाँहरूले देख्न सक्नुहुनेछ कति राम्रो हरियाली डाँडाकाँडा। अब टनल पनि नजिक नजिकै आउँदैछ। यहाँहरूले देख्न सक्नुहुनेछ यो हाइवे अति नै सुन्दर दृश्यहरू मध्येमा देखेको हाइवे मध्येमा मैले यो पनि एउटा पाएँ।
अमेरिकामा प्राय जस्तो लामा लामा ट्र्याक्टर ट्रेलरहरू चाहिँ राइट लेनमा बस्ने गर्दछन् र यो लेफ्ट लेन चाहिँ एकदमै छिटो गाडी कुदाउनेको लागि हो अथवा अरू गाडीलाई पास गरेर जान लागि लेफ्ट लेनमा बस्नुपर्ने हुन्छ। नेपालमा हामी राइटतिर बसेर गाडी कुदाउँथ्यौँ भने अमेरिकामा लेफ्टतिर हुन्छ। त्यसले गर्दा अलिकति नेपाल र अमेरिकाको ड्राइभिङमा केही फरकहरू पाएँ। अब भने करिब हाम्रो 2 घण्टा 50 मिनट बाँकी रहेको छ र यो हाइवे ह्यारिसबर्ग नपुगुन्जेलसम्म नै हामी यसमै यात्रा गर्नेछौँ र यहाँहरूले बाटोमा सुन्दर दृश्यहरू त देख्नुको साथै अब काहीँ हामी स्टपेजहरू लियौँ भने म त्यस ठाउँको एरियाको बारेमा पनि यहाँहरूलाई छोटो जानकारी दिनेछु। मेरो अगाडि अहिले फेडेक्सको गाडी देखिन्छ र साइडमा तपाईहरुले पहेँलो बत्ती बलेर बसेको इमर्जेन्सी भेहिकलहरु पनि देख्न सक्नुहुनेछ र यहाँ चाहिँ गाडी बिग्रेको वा रोडका वर्करहरु केही हुन सक्छन्, नत्र जहीँ तहीँ यसरी गाडी रोकेर बस्न पाइदैन। अमेरिकामा कुनै पनि हाइवेमा गाडी बिना इमर्जेन्सी रोकेको अवस्थामा पुलिसले टिकट दिने गर्दछ। हामीले अहिलेसम्म करिब 2 घण्टाको यात्रा तय गरिसकेका छौं र अब तपाईहरुले देख्न सक्दै हुनुहुन्छ यो पहिलो टनल पिट्सबर्गबाट ह्यारिसबर्ग आउँदा पहिलो टनल यहाँहरुले देख्न सक्नुहुन्छ। अब हामी यो टनलको नजिकै आइपुगिसकेका छौं। यो पनि निकै लामो टनल जस्तो देखिन्छ।
यस टनलभित्र पनि दुईटा लेनमा रोड डिभाइड भएको रहेछ। अति सुन्दर। अहिले हामी टनल पास गर्दैछौँ। यो टनल चाहिँ एउटा डाँडालाई छेडेर अर्को डाँडातर्फ जाँदैछ। यो टनलको अर्को लेनको बिचमा दुईटा सेतो सेतो लाइनहरूको मतलब चाहिँ यो टनलबाट लेन चेन्ज गरेर अर्को यो टनलमा पास गर्दै गर्दा लेन चेन्ज गर्न पाइँदैन भन्ने सङ्केत हो। अहिले चाहिँ हामी निकै पहाड भेगतिर आएका छौँ। पहाड भए तापनि बाटो एकदमै सुन्दर छ, तर यहाँ 3टा लेन्सबाट घटाइएर 2टा लेन्समा मात्र सीमित रहेछ। तर स्पिड लिमिट भन्ने चाहिँ 70 माइल्स पर आवर म्याक्सिमम स्पिड लिमिटमै छ। तसर्थ गतिमा कुनै पनि कमी छैन। यहाँ सानो एउटा टाउन पनि देखिन्छ।
अहिले भने हामी पहाड छिचोलेर तराई भेगतिर आएका छौँ र यसको पनि दृश्य चाहिँ एकदम सुन्दर छ। तर यहाँ पनि 3 लेनबाट 2 लेनमै डिभाइड भएको हुन्छ हाइवे। तर अहिले भने 3 लेनमा सुरु भएको छ। गति भने 70 माइल्स पर आवर। खासै गाडीहरू धेरै कुदेको देखिँदैन, त्यसर्थ अहिले भने हामी अलिकति छिटै ट्राभल गर्दैछौँ। अब हाम्रो करिब ह्यारिसबर्ग पुग्न लागि मात्र 1 घन्टा 15 मिनट जति बाँकी रहेको छ। फेरि पनि यहाँहरूले यो सुन्दर दृश्य मन परेमा कृपया च्यानललाई माया गरिदिनुहोला, सब्सक्राइब गरिदिनुहोला र आउँदो दिनहरूमा पनि अन्य भिडियोहरू अपलोड गर्दै जानेछु। अहिले भने रोडमा प्रशस्तै सवारी साधनहरू देख्न सक्नुहुन्छ। अब भने हाम्रो डेस्टिनेसन करिब आधी घन्टा 25 मिनटदेखि लिएर आधी घन्टासम्म मात्र बाँकी छ र सिटी आउन लागेको कारण पनि बाक्लो सवारी साधनहरू रोडमा देख्न सक्नुहुन्छ। लामो ट्र्याक्टर ट्रेलरहरू यो प्राय जस्तो एउटा स्टेटबाट अर्को स्टेटमा सामान ओसार पसार गर्ने गर्दछ। हाम्रा धेरै नेपाली दाजुभाइहरू पनि यो ट्र्याक्टर ट्रेलर चलाउने काम गर्नुहुन्छ। अहिले भने सिटी आउन लागेको कारण पनि हुनसक्छ निकै नै ट्राफिकहरू निकै धेरै देखिन्छ। ट्राफिक बाक्लै भए पनि अहिलेसम्म गति भन्ने खासै कम भएको छैन। हामी 80 माइल्स पर आवरकै स्पिडमा गइरहेछौँ। अब मेरो पनि एक्जिट लिने क्रममा भयो र एक्जिट लिएर मैले जाने ठाउँमा भने अब म राइट लेनमा जानुपर्ने हुन्छ, त्यसर्थ मैले लेन चेन्ज गर्दैछु। दर्शकबिनहरू, यो चाहिँ ह्यारिसबर्ग सिटी प्रवेश गर्ने रोड हो र अब भने हामी करिब 5-10 मिनट भित्रै ह्यारिसबर्गको हामी जाने ठाउँमा पुग्नेछौँ। अहिले यहाँ रेड लाइट रहेछ। अब एकछिन केही बेर विश्राम गरेर ग्रिन लाइट सिग्नल आएपछि मात्र हामी हिँड्नेछौँ। यो सिटीभित्रकै बाटाहरू पनि 50 माइल्स 55 माइल्स स्पिड लिमिटमा छ र देख्न सक्नुहुन्छ यहाँ दुईपट्टिबाटै गाडी आउँछ, त्यसर्थ अलिक होसियारले कुदाउनु पर्ने हुन्छ। अब केही मिनेटभित्रमै हामी हाम्रो डेस्टिनेसनमा पुग्नेछौँ। यहाँबाट लेफ्ट टर्न लिनुपर्ने रहेछ। यस ठाउँलाई चाहिँ ह्यारिसबर्ग भनिन्छ। सिटीको डाउनटाउन चाहिँ अलिकति योभन्दा भित्र पर्छ भने डाउनटाउनभन्दा अलिकति वर हामी जाँदैछौँ र त्यहाँसम्म पुग्न लागि भनेको अब करिब 1 मिनट 2 मिनटभित्रमा हामी पुग्नेछौँ।
एकदमै सुन्दर सफा प्राय जस्तो यहाँको अमेरिकाको रेसिडेन्सियल एरियाहरू चाहिँ यस्तै हरियाली देखिन्छ जहीँ तहीँ। तपाईँहरूले देख्न सक्नुहुन्छ एउटा घर छ, अर्को घर अलिकति परतिर छ। यो सिटीकै एरियामा पर्ने भए तापनि रेसिडेन्सियल एरियालाई चाहिँ अलिकति स्पेसहरू हुन्छ, ग्रिन हुन्छ, जतासुकै घर बनाएको हुँदैन। यो सबै घर व्यवस्थित तरिकाले यसरी व्यवस्थित तरिकाले बनाएर हरियाली स्पेस चाहिँ प्रशस्तै राखेको पाइन्छ। अब हामी करिब पुग्नै लाग्यौँ। यहाँबाट चाहिँ राइट लिनुपर्ने रहेछ, जिपिएसले राइट भन्दैछ। देख्न सक्नुहुन्छ यहाँको रेसिडेन्सियल एरिया चाहिँ यस्तो हुन्छ। एकदमै चटक्क घरहरू, वरिपरि हरियाली अनि सरसफाइ एकदमै महत्त्वपूर्ण छ। यहाँ झारसार काटेर सिनिक्कै बनाएको। मलाई लाग्छ जहाँसम्म यही घर अब आइपुग्न आँट्यो हामी। यहीँनेरि हो। यहाँ चाहिँ विवाह हुँदैछ, त्यसर्थ मान्छेहरूको आवाज जावत धेरै हुनसक्छ। हस्त यहाँहरूले मनोरञ्जन लिनुभयो भन्ने आश गर्दछु। कृपया सब्सक्राइब गर्नुहोला र नभुल्नुहोला।